केडाहरू आउँछ नाक्यादेखि दौरा सुरुवाल टक्को ढाका टोपी लान्छु सिले अब क्याबमा बोकी रोक्न आउने सबैको म ढाड भात कहानी सुनि सोला भाइ ग्याङको हाम्रो पारा देख्दा तेरो दाइ फ्यान भो सिनमा प्रतिस्पर्धा को छ भाइ ग्याङको हामी आए सिनमा सिन्ने हाइज्याक भो बसो किन हामी दुईटै कस्तो छ भाइ मोटो त भएको छ भाइ ग्याङ ह्यान्डसम हो नि भाइ केटाहरूको ह्यान्डसम छैन कस्तो मोटो भएको छ हामीहरू मोटा छौ तिमी पनि मोटा छौ नि त हामी पश्चिमदेखि पूर्व मेचिकाली सबै साइड हाम्रो पारा देख्दा वाइल्ड साइडको सुन्दा मलाई वाइक लाग्यो खै सबको ग्याङ काट्यो ट्वाक परि हेरे एकछिन मुजी सबै फ्यानमा थियो केडाहरू आउँछ नाक्यादेखि दौरा सुरुवाल टक्को ढाक्या टोपी लान्छु सिनलाई अब क्याटमा बोकी रोक्न आउने सबैको म ढाड बाँच्छु नि ए जाडै है जाडै आशिषको सोलो ट्र्याक बवाल आइरहेको छ है केटा यसको चाहिँ पर्खाइमा बस्छु मलाई चाहिँ एकदम मन पर्यो खत्रै लाग्यो है सो हेलो एन्ड वेलकम ब्याक विथ द न्यू भ्लग केटा हो है नयाँ भ्लगमा स्वागत छ फेरि अनि मैले हाल्न त हिजो के अरे हाम्रो यो धुरन्धर 2 मुभी हेर्न गएको भ्लग हालेको थिएँ होइन तर त्यहाँमा सिधै जियो स्टुडियोले कपिराइट हानिदियो मेबी सायद मैले एउटा पार्ट हालेको थिएँ त्यो पार्टले गर्दा होला त्यो पार्ट अब मैले त्यही कट गरेर फेरि रिएडिट गरेर फेरि हाल्ने भनेर त्यो चाहिँ भोलि बेलुकै हाल्छु होइन अनि सबैलाई सन्चै होला जहाँसम्म लाग्छ अनि आज चाहिँ म गइरहेको छु नेस स्टुडियो होइन अब्बु अनि हाम्रो आशिष छ आशिष र मेरो कोलाबोरेसन सङ रेकर्डिङ छ आज है अनि त्यही हो जियोस् आज कस्तो हुन्छ अब्बुसँगको भेटघाट अनि नेस स्टुडियोमा के भइरहेछ चलपल होइन अनि हाम्रो भाइ ग्याङ ग्रुप के कस्तो चलिरहेछ कहाँसम्म गइरहेछ आज अब्बुसँग सब टक हुन्छ होइन त्यही हो अनि केटाहरू यता सुटिङमा पनि बोलाइरहेको थियो हामीलाई लालदिन भाइले तर मैले इमर्जेन्सी अब मेरो रेकर्डिङ छ मैले आफ्नो रेकर्डिङ त छोड्नु भएन हुन त खास लालदिन भाइले एनसिसी र दाइ म्युजिक भिडियो सुट छ आउनु भनेर बोलाइरहेको थियो अब त्यहाँ जान भ्याइँदैन होला भाइ है जहाँसम्म लाग्छ सरी फर द्याट ब्रो हामी भेट्दै गरौँला हुन त लालदिन भाइ हामी राजभोलि भेटिरहेको हुन्छौँ टाइम टु टाइममा भेटिरहेको हुन्छौँ अनि अब चाहिँ म यहाँबाट नेस स्टुडियो निस्किरहेको छु अब हेरौँ अब्बुलाई उतै भेट्नुपर्छ अब चाहिँ डाइरेक्ट यहाँबाट नेस स्टुडियो भेट्नुपर्छ है सिधै नेस स्टुडियोमा केडा हो ल आज रहिला हुन्छ नेस स्टुडियोभित्र आज अब्बुको नयाँ नयाँ सङ सुन्नुपर्छ आशिषको सुन्नुपर्छ अनि हाम्रो कोलाबोरेसन सङ पनि सुनाउँछौँ तर अलिअलि मात्र धेरै सुन्दैनौँ त्यो म्युजिक भिडियो सहित आउँछ अनि गएर चेक गरिदिउँ एपिसोड 4 ऱ्याप ब्याटल हाम्रो फुल एन्ड पार्ट्स हाम्रो एकेए अछामी र हाम्रो एक्सटेन्ड भाइको ब्याटल खसिसकेको छ गएर चेकआउट गरिदिउँ ल अब चाहिँ सिधै नेस स्टुडियोमा भेटौँ है ल फाइनली अब्बु द रियल म्यान अब्बुलाई मेरो हेलमेट मन पर्यो रे यो त निकालिदेऊ त आशिष कहाँ छ माथि स्टुडियोमा आशिषको सिङ्गल रेकर्ड भएर आयो मेरो त्यो प्र्याक्टिस पनि भएको छैन यार मजाले बस्दै प्र्याक्टिस गरौँ ल को छन् के होइन यो बाइक धुलो यार भक्तपुरको धुलो हेर न होइन आजभोलि खानासाना बढी पेलिन्छ धेरै घुमिन बसो किन हामी दुईटै कस्तो छ भाइ मोटो त भएको छ भाइ ग्याङ ह्यान्डसम हो नि भाइ केटाहरूको ह्यान्डसम छैन कस्तो मोटो भएको छ हामीहरू मोटा छौ तिमी पनि मोटा छौ नि त हामी हो भने म यार हिजो पानी परेर आएको छु भने के भयो सब धुन लगाए अनि के छैन म पनि टक्क मेरो जियोस् धुइदिने मान्छे छ हाम्रो पनि छ तर हामी बाल्दिन्न हाम्रो पनि छ हामी बाल्दिन्न हो ल ठिक छ अब हामी सिधै स्टुडियोतिर जाउँ माथि ल केटाहरू स्टुडियोमा भेट्नुपर्छ आशिषको रेकर्ड भइरहेछ अरे वेलकम छ राजा वेलकम छ तिमी पनि यहीँ बसाइदेऊ स्टुडियो यही माथि है केटा हो टक्क 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 अब्बु हुन्छ एनी टाइम बसिरह रेकर्ड गरेर होइन क्याब्रेली सम्झियो ल हामी चाहिँ इन्टर भयौँ है नेस स्टुडियोभित्र के ए म चाहिँ विमल है ल मजाले रेकर्ड गर नाम त सुना हुँदैन ल ल केटा तिमी उसको पछि हाम्रो रेकर्ड अँ ए ल हुन्छ हुन्छ गर न यो सेटअप चाहिँ दामी छ यार कस्तो लाग्यो केटा सेटअप चाहिँ दामी छ धेरै धेरै कुराहरू सिकिरहेछ है अब जियोस् कामहरू भइरहेछ यता फर्क्यौ न हातमा कलम सम्झी कुर्ते पुसु बुढो मोरीको लास जस्तै बाँच्छ
ठिक छ ठिक छ ल देखिरहेको छैन अब स्टुडियो मिलाउनमै छ है केटा हो दामी देखाउनु पर्यो नि होइन मिलाउन मिलाऊ म चाहिँ यहाँ यसरी उभिएर खिच्नु पर्ला ठिक छ ठिक छ ठिक छ त्यो तलको लाइट चाहिँ देखिँदैन होला यार सायद त्यसलाई अझै यता सार्नु पर्यो अलि अलि यता सार्नु पर्यो अलि यता यता टिभीको त्यहाँनिर छोडिदेऊ त्यसो भए भएन कस्तो फुल खिच्ने हो कि हाफ मात्र खिच्ने हो मतलब यो सङ के पुरै सङको खिच्ने हो कि अलिकता मात्र खिच्ने हो ए रिपोस्ट हालेर बनाउनु ए ए ए ल Mamundamos scan, mundo troco. You get hit with a fully bad, this will cause that. On the suit, that is okay, train of suit, no. The Mac body plus no, but train of Pune door. One lad, cross top, so it's a suit. Unto 18 no stop, so but they no put no. Map if you draw Chipachu. Goldie with the afternoon, map is sorry, Mac to train of game more land. दुःख मासो जान्छ टाढा रेकर्ड भइरहेछ है हाम्रो आशिषको बर्ड्स रेकर्ड भइरहेछ है केटा हो मनले भन्छ पर्द अघि कसलाई के त मन छ थकित थकित है राम्रो थकित ल कति छ मनले भन्छ पर्द अघि कसलाई के त मन छ थकित दुःखमा सब जान्छ टाढा सुखमा सब भुल्छ नजिक म हुँदैन चेन्ज पहिला जस्तो थिएँ त्यस्तै छु म आज पनि बिर्सेको छैन विगत अझै पनि ती दिनहरू आउँछ याद पनि देखाउनु जरुरी ठान्दिन जति टाढा भए पनि माया गाडा छ नि हामी बिचाइ बाधा कति तर मनले भन्छ पर्द अघि कसलाई के त मन छ थकित दुःखमा सब जान्छ टाढा सुखमा सब भुल्छ नजिक दामी छ ट्र्याक दामी छ दामी भइरहेछ है केटा हो ल दामी 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 राम्रो भइरहेछ रेकर्ड दामी भइरहेछ त्यो त्यो उवाला छैन कि तिमी जो उस्तै हान्थ्यौ नि अस्ति लाइक त्यो त्यो तातेर हान्थ्यौ नि होइन त यो लाइक अब केटी गइरहेछ भने त्यो कहाँ केटीले जस अहिले चाहिँ फिल्ममा त्यो देखिरहेछ फिल्ममा देखिरहेछ ए जाडै है जाडै आशिषको सोलो ट्र्याक बवाल आइरहेछ है केटा यसको चाहिँ पर्खाइमा बस्छ मलाई चाहिँ एकदम मन पर्यो खत्रै लाग्यो है अब यो पछि चाहिँ उसको र मेरो रेकर्डिङ हुन्छ है केटा बिरयानी खान्छौँ न हो भने पेट पूजा त गर्नु पर्यो नि पहिला ल हामी पहिला यसो पेट पूजा गरेर आउँछौँ त्यसपछि उसको र मेरो रेकर्डिङ छ केटा हो दामी हुन्छ आज हामी अबुसँग नै छौँ नेस स्टुडियोमा यो ट्र्याक चाहिँ दामी भएको छ केटा हो कसम भने यो ट्र्याकले आगो हान्छ है जहिले आउँछ म्युजिक भिडियो सहित आउँछ कडा आउँछ त्यही हो अनि साथी भनिदेऊ न ब्याटल खसेको छ भाइग्याङ रेकर्ड्समा हिजो भर्खरै रिभ्यू गर्न पाएको छैन होइन रिभ्यू गर्छु एकछिनमा पनि होइन हेर्नु पर्यो हाम्रो अछामी भर्सेस हाम्रो के अरे एक्सटेन्ड भाइ दाम राम्रो भएको छ जियो केटाहरूले हामीले हुन्छ नि यहाँबाट सक्दो केटाहरूलाई ल्याउने कोसिस गरिरहेको छौँ होइन कन्फिडेन्स लेभल बढाउने कोसिस गरिरहेको छौँ केटाहरूले भोलिको दिनहरू सोमा गएर राम्रो गरोस् अनि एउटा चाँडै मलाई कलाकार दाइले एकछिन रोक न कलाकार दाइले मलाई कल गर्नु भएको थियो होइन एउटा नयाँ सो आइरहेको छ अरे यदि कोही हुन्छ नि इच्छुक हुनुहुन्छ भने कन्ट्याक्ट गरौँ मलाई पनि कन्ट्याक्ट गर्दा हुन्छ नयाँ सो खुलिरहेछ अपकमिङ ऱ्यापरहरूको लागि दामी हुन्छ होला जहाँसम्म लाग्छ त्यहाँ हाम्रो भाइ ग्याङको हाम्रो भाइहरू पनि जान्छ होला त्यही हो कन्ट्याक्ट गर्नु होला अब चाहिँ हामी पेट पूजा गर्न जान्छौँ है गाइस ल एक केटा हो हामी चाहिँ खाजासाजा खाएर पेट पूजा गरेर अब रेकर्डिङको लागि आइसक्यौँ मजाले रेकर्डिङ गरिन्छ पहिला चाहिँ आशिषको पार्ट रेकर्ड हुन्छ त्यसपछि मेरो पार्ट रेकर्ड हुन्छ म्युजिक भिडियो सहित आउँछ मेन त हाम्रो यो ब्याटल पछि म्युजिक भिडियो आउँछ अब होइन अनि त्यो पछि म्युजिक भिडियो त्यो पनि हाकुमा एकजनको आउँछ त्यसपछि अनि त्यो चाहिँ न्यु इयरमा आउँछ है न्यु इयर वैशाख 1 गते आउँछ त्यसपछि आशिष र मेरो ठिक्क त्यही हाम्रो 1 इयर न्यु इयरमा आएको म्युजिक भिडियोको ठिक्कको 10-15 दिनपछि चाहिँ आशिष र मेरो पनि आउँछ म्युजिक भिडियो सहित है केटा हो कामहरू दह्रो भइरहेछ फेरि अहिले अब्बुको अनि त्यही हो सम्पर्क गर्नुहोस् भाइग्याङ रेकर्ड्सलाई यदि रेकर्ड गर्नु छ भनेपछि नेक्स्ट स्टुडियोलाई सम्पर्क गर्नुहोस् मलाई सम्पर्क गरे पनि हुन्छ म आफै नेक्स्ट स्टुडियोमा लिएर आउँछु किन भन्दा अहिले हाम्रो स्टुडियो चाहिँ क्लोज नै छ होइन धेरै कामहरू यताउता
सामानहरू यताउता भएको हुनाले स्टुडियोको सामानहरू अलिक कम्प्लिट नै नभएको हुनाले मतलब जुन थियो त्यो पनि बिग्रेर भनौँ कि अब के भनौँ त्यस्तो यस्तो इस्युले गर्दा वासरुम गएको छ ऊ त्यसले गर्दाखेरि अहिले हाम्रो स्टुडियो तत्काल क्लोज छ तर रेकर्डिङ चाहिँ हुन्छ भाइग्याङ रेकर्ड्सलाई कन्ट्याक्ट गर्नुहोस् हामी चाहिँ लिएर आउँछौँ नेक्स्ट स्टुडियोमा यही स्टुडियोमा दामी रेकर्ड हुन्छ टेन्सन नलियो केटा हो होइन त ल अब तिम्रो रेकर्ड स्टार्ट गरौँ त प्यान्टसेमा बिक्छ स्याम गरिरहेको छु क्याम्प त छम्मा सँगै ठिक्क मैले दिन्छु पोस्ट तेरो असले फोटो खिच्छ तेरो पुगेन र डोज भन्दै आउँछ हामीसित तर हान्दिन त लाइभ भनेको म्यान चिकन तर हान्दिन तँलाई देखेँ तर हान्दिन त लाइभ दामी भइरहेछ केटा हो रेकर्डिङ भइरहेछ देखि दाउरा सुरुवाल टक्क ढ्याक्का टोपी लान्छु सिनलाई अब क्याटमा बोकी रोक्न आउने सबैकोमा ढ्याट भ्याट छु नि केडाहरू आउँछ नाकादेखि दाउरा सुरुवाल टक्क ढ्याक्का टोपी लान्छु सिनलाई अब क्याटमा बोकी रोक्न आउने सबैकोमा ढ्याट भ्याट छु नि दामी ल दामी भइरहेछ केटा हो अब कतिखेर आउँछ मेरो टर्न आफ्नो टर्नको वेटिङमा हो होइन 7 बजिसक्यो बेलुकाको फाइनली माई टर्न ल ठिक छ अब म भ्लग बनाउँछु हुन्छ राजा हुन्छ प्र्याक्टिस नगरे त धेरै भएको थियो त्यही पनि केटा हो यसो आउँछ है चाँडै ल रेडी कहानी सुनी सोला भाइ ग्याङको हाम्रो पारा देख्दा तेरो डबल सुनिरहेको छ यार कहानी सुनी सोला भाइ ग्याङको हाम्रो पारा देख्दा तेरो दाइ फ्यान पो सिनमा प्रतिस्पर्धा सोला भाइ ग्याङको हाम्रो पारा देख्दा तेरो दाइ फ्यान पो सिनमा प्रतिस्पर्धा कोच भाइ ग्याङको हामी आए सिनमा सिने हाइज्याक पो नाइस सुरुवात जाउँ है यस्तै हान कहानी सुनी सोला भाइ ग्याङको हाम्रो पारा देख्दा तेरो दाइ फ्यान पो सिनमा प्रतिस्पर्धा कोच भाइ ग्याङको हामी आए सिनमा सिने हाइज्याक पो पश्चिमदेखि पूर्व मेची काली सबै साइड हाम्रो सासै पुग्न छैन ठिक छ कि पश्चिमदेखि पूर्व मेची काली सबै साइड हाम्रो पारा देख्दा वाइल्ड साइडको सुन्दा मलाई वाइक लाग्यो खै सबको ज्ञान काट्यो ट्वाप परि हेर एकछिन मुजी सबै फ्यानमा थियो केडाहरू आउँछ नाक्यादेखि दौरा सुरुवाल टक्को ढाक्या टोपी लान्छु सिनलाई अब क्याटमा बोकी रोक्न आउने सबैकोमा ढाँड बाँच्छु नि फेरि अब आइमा अलि केडाहरू आउँछ नाकादेखि दाउरा सुरुवाल टक्क ढ्याक्का टोपी केडाहरू आउँछ नाक्यादेखि दौरा सुरुवाल टक्को ढाक्या टोपी लान्छु सिनलाई अब क्याटमा बोकी रोक्न आउने सबैकोमा ढाँड बाँच्छु नि लान्छु सिनलाई अब क्याटमा बोकी रोक्न आउने सबैकोमा ढ्याट भ्याट छु नि देखेर छ सर्कल मेरो हुड अति घरभित्र मिलिरहेको छ सकल आए हामी सिनमा आफ्नै आँटो दममा पर्दैन हामीलाई चिन्न 2-4 साल पर्खी बिस्तारै आफै चिन्छस् लागिरहेछ दुःख फरक छ सोच हाम्रो फरक छ भिजन जब चल्छ पेन सकाइदिन्छु सिन्छ बिस्तारै तनी बिचोस यो बाटको म सिस त प्यान्टसेमा बिचोस गरिरहेको छु काम त छम्मा सँगै ठिक्क मैले दिन्छु पोस्ट तेरो असले फोटो खिच्छ तर पुगेन र डोज भन्दै आउँछ हामीसित तर हान्दिन त लाइभ भनेको म्यान चिकन कानेहरू आउँछ नाकादेखि दौरा सुरुवाल टक्को ढाक्या टोपी लान्छु सिनलाई अब काँधमा पोकी रोक्न आउने सबैकोमा ढाँड बाँच्छु नि कहानी दौरा सुरुवाल टक्को ढाक्या टोपी लान्छु सिनलाई अब काँधमा पोकी रोक्न आउने सबैकोमा ढाँड बाँच्छु नि कहानी सुनि सोला भाइ ग्याङको हाम्रो पारा देख्दा तेरो दाइ फ्यान पो सिनमा प्रतिस्पर्धा कोच भाइ ग्याङको हामी आए सिनमा सिने हाइज्याक पो पूर्वदेखि पूर्व मेची काली सबै साइड हाम्रो पारा देख्दा वाइल्ड साइडको सुन्दा मलाई व्याक लाग्यो खै सबको ग्याङ काट्यो ट्वा परि हेरे एकछिन पछि सबै मुजी भ्यानमा थियो शब्दमै समर्पित गर्दैछु कलमले काफीमा आफ्नै काल्पनिक मुजी बोल्नु अघि पहिला त मान्छे चिन धेरै मिहिनेत पछि रेकर्ड भयो केटा हो जियोस रेकर्ड सकियो फाट्यो एकछिन होइन सानो सुनिदिउँ धेरै चाहिँ सुनाउन सक्दैनौँ होला त्यो अब म्युजिक भिडियो डाइरेक्ट भाइग्याङ रेकर्ड्स युट्युब च्यानलबाट आउँछ है अलिकता सुनौँ होइन त फाइनली सकियो जियोस दामी हुन्छ राजा के छैन जियोस अब टाइम पनि हाम्रो रातिको 8:30 बज्न लाग्यो है यो सुन ल सुनाइदिउँ न
केडाहरू आउँछ नाकादेखि दौरा सुरुवाल टक्को ढाका टोपी लान्छु सिनले अब क्याटमा बोकी रोक्न आउने सबैको म ढाड पाच्छु नि ल है ल केटा अब चाहिँ हामी न्युज स्टुडियोबाट निस्किन्छौँ है यहाँ फेरि ब्याक भोकल बाँकी छ त यार ल है केटा हो अब चाहिँ हामी निस्किरहेको छौँ यहाँबाट होइन अब यहाँ कस्तो भयो रेकर्ड गर्दा गर्दा 8:30 बजिसक्यो होइन अब दायाहरूलाई भेट्ने भने दायाहरू पनि अगाडि नै निस्किसक्नु भएको रहेछ अब जस बल्ल तल्ल हाम्रो रेकर्डहरू यस्तो फाटे पुरै छोड्थ्यो केटा अलि धेरै मेहनत लाग्छ नि त रेकर्ड गर्न होइन र अब चाहिँ हामी निस्किरहेको छौँ अनि त्यही हो थ्याङ्क यू सो मच फर वाचिङ किप लभ किप सपोर्ट है नयाँ ब्लगमा अझै भेट्नुपर्छ मेरो हिजो धुरन्धर 2 हेरेकोमा त कपिराइट स्ट्राइक नै आइसक्यो त्यहाँबाट त होइन जियो स्टुडियोबाट ल त्यत्रो स्ट्राइक नै हाल्नुपर्ने जरुरत त थिएन त्यही पनि एउटा सानो क्लिप हालेको थिएँ मैले त्यसले गर्दा हो के छैन त्यो पनि भोलि यो भ्लग पछि हाम्रो धुरन्धर 2 हेर्न गएको भ्लग आउँछ अनि त्यसपछि हाम्रो अनि सुटिङको भ्लगहरू हुन्छ हेर्दै गरौँ अनि आशिषको च्यानललाई गएर पनि सब्सक्राइब गरिदिउँ म्युजिकहरू आइसकेको छ डिस्क्रिप्सनमा लिङ्क होला गएर चेकआउट गरिदिउँ थ्याङ्क यू सो मच फर वाचिङ किप लभ किप सपोर्ट है